So guys, imagine this. तपाईँले बिहान आँखा खोल्नुभयो, उठ्न साथ तपाईँको साइडमा मोबाइल फोन छ। मोबाइलमा इन्स्टाग्राम, फेसबुक, टिकटक अथवा अरू कुनै सोसियल मिडिया प्लेटफर्म्सहरू खोल्न थाल्नुभयो। नोटिफिकेसनहरू चेक गर्नुभयो, कुनै नोटिफिकेसन आएको छ कि मेरो लागि छैन भनेर। नोटिफिकेसन हेरेपछि के गर्नुभयो, तपाईँले लाइक गर्न थाल्नुभयो अरूको पोस्टहरू आइरहेमा लाइक कमेन्ट गर्न थाल्नुभयो। यत्रो धेरै इन्टरेक्सन गर्नुभयो, रिल्सहरू हेर्नुभयो होइन। यो सब त इन्टरेक्सनमा पर्छ नि त, बट स्टिल एट द एन्ड अफ द डे तपाईँले लोनली फिल गर्नुभयो क्या। सो द क्वेसन इज, सोसियल मिडियाले हामीलाई एकअर्कासँग क्लोज बनाइरहेको छ कि झन् चाहिँ टाढा बनाइरहेको छ? ल, सोसियल मिडियाको बारेमा कुरा गरौँ। सोसियल मिडियाले हाम्रो लाइफलाई कति चेन्ज गरेको छ है त। इमेजिन गर्नु तपाईँको सोसियल मिडिया भन्दा पहिलाको लाइफ र सोसियल मिडिया भएपछिको लाइफ होइन, इट्स डिफ्रेन्ट नि त। सोसियल मिडियामा हाम्रो लाइक नआयो भने नि 1000 फलोवर्स होला, 1000 फलोवर्समा 100जना त फ्रेन्ड हाम्रो साथी नै हुन्छ होइन। 100जना 1000 फलोवर्समा 100जना आफ्नो साथी हुन्छ। हामीले उनीहरूसँग जहिले मन लाग्यो त्यहिले कुरा गर्न सक्छ क्या, जहिले मन लाग्यो त्यहिले होइन। उनीहरूसँग नभए पनि कुनै पनि बाहिरको मान्छे अथवा जति नै टाढाको मान्छेलाई पनि एउटा फोन कलले गर्न मिल्छ क्या होइन। यसरी इन्टरेक्ट गर्न मिल्छ नि त उनीहरूसँग। तर यत्रो भए पनि होइन, अब यो स्टडिजहरू कन्डक्ट हुँदाखेरि चाहिँ मोस्ट अफ द पिपुल अझै मेनली युथ्स के हाम्रो एजको हुन्छ नि, यो 14देखि 20 त्यस्तो बिचको युथ्सहरूले चाहिँ के प्रब्लम फेस गर्नुभएको छ भन्दाखेरि उनीहरूलाई चाहिँ लोन्लीनेस हुन्छ क्या। यत्रो धेरै चिज भए पनि उनीहरू चाहिँ लोन्ली फिल गरिरहेको हुन्छ। सो लेट्स ब्रेक इट डाउन। यो हुनुको कारण के हो त? सबसे पहिला हामीले रियल टक्सलाई सोसियल मिडियाले चेन्ज गर्न खोज्यौँ कि अब। सो इमेजिन दिस है त, तपाईँले लास्ट टाइम आफ्नो फ्यामिली ग्यादरिङमा कहिले बस्नुभएको थियो? ल, बस्नुभयो। तपाईँले त्यतिखेर बस्नुभएको टाइममा पनि याद गर्नुहोस् कतिजनाको हातमा फोन थियो? मोस्ट अफ द पिपुलको हातमा फोन थियो नि त। यो के हुन्छ, एउटा हामीलाई सोसियल मिडियामा लाइक गर्न होइन कति लाग्छ, 1 सेकेन्डभन्दा कम लाग्छ। तर हामीलाई रियल कन्भर्सेसन बिल्ड गर्न त अथवा मिनिङफुल कन्भर्सेसन बिल्ड गर्न टाइम लाग्छ नि त। यो भएर हो क्या मान्छेहरूले सोसियल मिडियालाई चुज गरिरहेको छ रियल कन्भर्सेसन भन्दा नि। हाम्रो दिमागले के सोच्छ, ए यो त इजी रहेछ है भनेर सोच्छ नि त। यो इजी भन्ने बित्तिकै के हुन्छ, इजी भन्ने बित्तिकै हाम्रो दिमागले जहिले पनि लेस इफोर्ट कामलाई चुज गर्ने भयो, यो यसमै जाने भयो। अनि त्यसमा गएपछि हामीले त त्यत्रो टाइम जुन चाहिँ हामीले हाम्रो फ्यामिलीसँग राम्रो कन्भर्सेसन गरेर बिताउन सक्ने थियो, त्यो सोसियल मिडियाले एकैछिनमा खाइदियो क्या। सो यसको बारेमा कहिले सोच्नुभएको छ? त्यही भएर फ्यामिली ग्यादरिङमा चाहिँ म भन्छु मोबाइलै नलानुहोस् क्या, मोबाइलै नलानुहोस्। अनि अरूलाई पनि, अब आफ्नै फ्यामिलीलाई त भन्न मिल्यो नि त, अब हामी चाहिँ आज यहाँ कुरा गरौँ यताउता भनेर, अरूकोलाई भन्न नमिले पनि आफ्नैलाई त भन्न मिल्यो नि त। प्लिज फ्यामिली ग्यादरिङमा चाहिँ आफ्नो मोबाइललाई साइडमा राखेर आउनुहोस् भनेर। यसले पनि हाम्रो होइन लोन्लीनेसलाई चाहिँ क्लियर गर्न सक्छ क्या। सोसियल मिडियाले हाम्रो रियल लाइफलाई कहिले पनि त्यो हुन्छ नि चेन्जै गर्न सक्दैन क्या। सो अनि अर्को आउँछ कम्पेरिजन। हामीले सोसियल मिडियामा के देख्छौँ, हामीले हरेक रिल हेर्नु होइन, त्यो पर्फेक्ट हुन्छ क्या। पर्फेक्ट रिलहरू नै हाम्रोमा आउँछ नि त। अब कति मान्छेहरूले अझै रिल हाल्छ होला होइन। अब मेरै पनि भिडियो हेर्नु, मेरो रिल राम्रो छ भने मेरो भिडियो राम्रो छ भने मात्र तपाईँहरूको फिडमा आउँछ नि त। मेरो भिडियो पर्फेक्ट हुनुपर्छ नि त तपाईँहरूको फिडमा आउन। अब बडी हुन्छ त्यहाँ होइन, बडी देखाइरहेको हुन्छ, कतिले बडीको हाल्छ, बडी पनि एकदम पर्फेक्ट हुन्छ होइन। अब त्यहाँ कारहरू हुन्छ, एक्सपेन्सिभ कारहरू होइन, रिच लाइफ स्टाइल देखाइरहेको हुन्छ नि त। सो त्यो देखेर हामीले हाम्रो लाइफसँग कम्पेयर गरिरहेछौँ कि हामी कति पछाडि परिरहेछौँ अरूभन्दा भनेर। अनि त्यो सोच्दाखेरि कति फ्रस्ट्रेट हुन्छ होला मान्छे, सोच्नु न। पहिलाको जमानामा के थियो, पहिलाको जमानामा थाहा नै हुँदैन थियो कि यो मान्छेले कति प्रगति गरिरहेछ भनेर। अहिले त थाहा हुन्छ नि त। अझै प्रगति पनि रियल हो कि फेक हो पनि थाहा हुँदैन क्या। किन भन्दाखेरि हामीले त सानो 10-20 सेकेन्डको रिल हेर्दै आउँछौँ। 10-20 सेकेन्डको रिलले कुनै पनि मान्छेलाई डिफाइनै गर्न सक्दैन क्या, यो मान्छे कस्तो हुन्छ भनेर, यो मान्छेको लाइफ स्टाइल कस्तो छ भनेर। सबले के हाल्छ, पर्फेक्ट चिज हाल्छ नि त। अब इन्स्टाग्राम, फेसबुक यताउतामा त। सो यसमा हेरेर बस्नु चाहिँ इट्स लाइक वेस्ट अफ टाइम है। त्यसलाई हेरेर आफ्नो कम्पेयर गर्नु क्या। प्लिज डोन्ट डु द्याट, प्लिज डोन्ट डु द्याट। किनभने त्यतिको चिजले उनीहरूको लाइफमा के समस्या चलिरहेको त्यो थाहा नै हुँदैन। सो त्यसलाई कम्पेयर गरेर आफूलाई चाहिँ होइन म चाहिँ एकदम पछाडि परेँ यताउता भनेर सोच्नु चाहिँ कहिले हुँदैन। मलाई के लाग्छ, आफ्नो भनेको चाहिँ जहिले पनि रेस आफूसँग नै हुन्छ क्या। म पहिलाभन्दा कति बेटर भयो भन्ने कुरामा चाहिँ एकचोटि हेर्नुहोस्। अनि अर्को कुरा चाहिँ डोपामिन क्या। सो वाट इज डोपामिन? डोपामिन भनेको चाहिँ एउटा सानो समयको अब
हाम्रो रिवार्ड सिस्टम जस्तै हो कि अब हामीले कुनै काम गर्ने बित्तिकै हामीलाई एउटा हर्मोन रिलिज हुन्छ होइन, त्यसलाई चाहिँ हामीले डोपामिन भन्छौँ। अब इन्स्टाग्रामले के गर्छ, हरेक रिलपछि एउटा डोपामिन दिन्छ क्या, हरेक रिलपछि एउटा डोपामिन दिन्छ, एउटा लाइकले पनि डोपामिन दिन्छ, एउटा नोटिफिकेसनले पनि डोपामिन दिन्छ होइन। त्यो हाम्रो खासमा ब्रेन चाहिँ के कसरी डोपामिन दिनेमा छ भन्दाखेरि चाहिँ हामीले कुनै पनि अब गाह्रो काम गर्छौँ होइन, गाह्रो काम गरेपछि चाहिँ त्यसमा डोपामिन, त्यसपछि चाहिँ हामीलाई डोपामिन पाउनुपर्ने हो क्या, गाह्रो काम गरेर अथवा काम गरेर अब 2-3 घन्टा एक्सर्साइज गरेर पाउने त्यस्तो डोपामिन चाहिँ पाउनुपर्ने। तर हाम्रो इन्स्टाग्रामले के गर्थ्यो, एकछिनमै बनाइदिन्छ क्या हामीलाई, एकैछिनमा लाइकले कमेन्टले होइन, त्यसले बनाइदिन्छ नि त, त्यसले मतलब त्यसले दिन्छ नि त डोपामिन। सो इट्स कम्प्लिटली रङ। अब त्यसरी डोपामिन दिएपछि के हुन्छ, हामीलाई त्यो भएन भने कस्तो सक्सक लाग्न थाल्छ कि अब डोपामिन छैन ल भनेर, मतलब मजा आइरहेको छैन, अब के गर्ने भनेर, अनि फेरि हामी त्यही इन्स्टाग्राममा रिल्स हेर्न थाल्छौँ, हेरे रिल्स नहेरे पनि अब हामीले हाम्रो पोस्टलाई हेर्न थाल्छौँ कि कोहीले कमेन्ट गरे भनेर। किन? त्यो कमेन्ट गरेपछि त हाम्रो डोपामिन हिट हुन्छ, डोपामिन हिट भएपछि त मजा आउँछ। सो त्यो पनि एउटा प्रब्लम हो, यो मान्छेहरूले बुझ्नुपर्ने। इन्स्टाग्रामको चाहिँ सानो कामले हामीलाई डोपामिन दिन्छ, जुन चाहिँ हामीलाई रियल लाइफ काम अथवा गाह्रो काम गरेर आउनुपर्ने। सो ल, यो एउटा 3टा प्रब्लम भयो। अब तपाईँहरूलाई लाग्छ सोसियल मिडिया नै रियल प्रब्लम हो? बिकज आई डोन्ट थिङ्क सो है। सोसियल मिडियाको काम के हो, सोसियल मिडियाको युज के हो, हामीलाई बिजनेस अपर्च्युनिटिजहरू दिन्छ होइन। अब मेरो यो भिडियो पनि सोसियल मिडियाकै कारणले तपाईँहरूनिर पुग्छ नि त। सो सोसियल मिडियाको काम चाहिँ हामीलाई बिजनेस अपर्च्युनिटिज दिने, अरूसँग बोल्न एउटा हुन्छ नि प्लेटफर्म दिने, आफ्नो कुराहरू राख्न एउटा प्लेटफर्म दिने, त्यो हो नि त सोसियल मिडिया भनेको। तर मान्छेहरूले यसलाई नेगेटिभ तरिकाले चाहिँ युज गरिरहेको छ कि, अब रिल्सहरू हेरे गरेर होइन, अरूसँग लाइफमा कम्पेयर गरेर, अनि यत्तिकै बसेर अब त्यसमै मात्र टाइम खर्च गरेर त्यो त्यसरी युज गरेर राख्नुभएको छ नि त। सो मलाई लाग्छ चाहिँ सोसियल मिडिया रङ होइन, हामीले चलाइ चाहिँ अर्को मतलब रङ पाराले लगाइरहेछौँ। अनि अब हामीले गर्नुपर्ने कुराहरू चाहिँ जुन हाम्रो टाइम चाहिँ त्यो सोसियल मिडियाले कन्ज्युम गरिरहेको छ नि, त्यो टाइमलाई चाहिँ युज गर्नुहोस् क्या, युटिलाइज गर्नुहोस्। अब जस्तै मैले फ्यामिलीकै कुरा गरेँ, त्यो फ्यामिली ग्यादरिङमा चाहिँ फोनै नलिएर गइकन हामीले उहाँहरूसँग बोल्यो भने त हाम्रो त टाइम बच्यो नि त। हाम्रो त त्यो टाइम त अब इन्स्टाग्रामले खाएन अथवा कुनै अरू एपले खाएन। अनि त्यो नखाएपछि के हुन्छ, हाम्रो मनको कुराहरू सेयर हुन्छ, मनको कुरा सेयर भएपछि हामीले यत्तिकै नि लोन्ली फिल गर्दैनौँ क्या। सो मान्छेहरूले चाहिँ यो कुरा बुझिरहेको छैन। सो यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ तपाईँहरूले। यो इन्स्टाग्रामको टक्सहरू भन्दा नि रियल लाइफमै कनेक्सन बिल्ड गर्न खोज्ने। अब यस्तोलाई अझै राम्रो एउटा म तपाईँहरूलाई च्यालेन्ज दिने हो भने चाहिँ, एउटा जानुहोस् अथवा बाहिर काहीँ जानुहोस्, बाहिर जाने बित्तिकै जोसँग नि बोलिदिनुहोस् क्या, जोसँग नि राम्रो तरिकाले हुन्छ नि। अब कोही ल अङ्कल भेट्यो होइन, अङ्कल भेट्ने बित्तिकै नमस्ते अङ्कल, कहाँ जानुभएको यताउता, यसले पनि हाम्रो कन्फिडेन्सलाई बिल्ड गराएर होइन, हाम्रो भित्रको खालीपनालाई हटाउन सक्छ कि। सो यस्तो भए पनि गरिदिनुहोस्।